सुपारी चाहिँ मजाले फल्न लागेको थियो चाहिँ योचोटि ढलेछ। यस्तो भएछ आजको हावाले। आज चाहिँ हावा आएर हाम्रो सुपारीको बोटै ढाल्दैछ। अब आँपहरू पनि झरेको हुन्छ है हाम्रोमा चाहिँ। यो आँप पनि फल्नु नजाने नै हो नि, कस्तोरी फलेछ। पाकेपछि चाहिँ हावाले झार्दो रहेछ। फलेको हुन्छ। अब यो पाकेको आँपहरू चाहिँ हावा आएपछि त्यस्तै आफै झर्छ। यो पाकेको रहेछ, यो पाकेको रहेछ, यो पाकेको छ। ए हाम्रोमा चाहिँ अब यस्तै पाक्छ आँपहरू। हावाले पाकेको आँपहरू चाहिँ झर्छ। आँप खाने भने हाम्रोमा चाहिँ हावा आउँदाखेरि हामी टिपिराख्नु पर्दैन, आफै पाकेको हुन्छ। यस्तो छ है गाइस। पाकेको आँप खानु मन लाग्यो भने चाहिँ मलाई सम्झिनु होला यस्तो छुट्टीको बेलामा। आँप त धेरै नै झरेछ हौ, धेरै नै पाकेछ। चोपै चोप्छै भर्खरै झरेको है। हाम्रो यो चाहिँ खेतीको लागि मोटर हो। पर हाम्रो खेतीहरू चाहिँ जोतिसकेछन्। माथि पाकेर हावाले हल्लाएर चाहिँ आज झरेको रहेछ। यति भेला परे आँप चाहिँ सबैभन्दा फल्न चाहिँ यो फलेको छ। पाकेको आँप हामी चाहिँ बोटमा यसरी पाकेर हुन्छ। मिठो रहेछ। यस्तरी आँपहरू खान गाउँमै बस्नुपर्छ है गाइस। झिगा आउँछ भन्ने डर, तर पहिला जस्तो झिगाहरू पनि छैन अहिले। काटेर खाएर नि हुने, तर बच्चैबाट यसरी खाने बानी भएर होला। यस्तो पनि मजा लाग्छ। मलाई के कति साह्रो डह्रो भन्छ साथीहरूले। हामी त यस्तो खाएर हुर्केको हो नि त, आज पनि यस्तै खान्छौँ। त्यो भएर पावर त छ है मान्छे सुकेको हो भने। यसै खाइसकेन मैले अझै। यो पनि पाकेको छ है, यो पनि पाकेको छ, गिल्ली गिल्ली नै छ। यो अनारहरू पनि मजाले नै फलेको छ। फल्न चाहिँ फलेछ यस्तरी। यो पनि राम्रै फल्छ फल्न चाहिँ।